त्रैभाषिक मसिन अनुवाद परियोजना अथवा गुगल ट्राइलिङ्गुअल मसिन ट्रान्सलेसन प्रोजेक्टको क्लोजिङ सेरोमनी समापन समारोहमा म हार्दिक स्वागत गर्न चाहन्छु। अक्टोबर कुनै अक्टोबर 2024 को एउटा बिहानको समय हामीलाई दसैँले गाँजिसकेको थियो र मैले बिहान उठेर इमेल हेर्दाखेरि गुगल सोसाइटी सेन्टर एआईबाट एउटा एकदम सुखद खबर प्राप्त भयो कि संसारभरका 33वटा प्रोजेक्ट्सहरू मध्येमा काठमाडौँ युनिभर्सिटी इन्फर्मेसन एन्ड ल्याङ्ग्वेज प्रोसेसिङ रिसर्च ल्याबद्वारा सबमिट गरिएको प्रपोजल पनि एक्सेप्ट भएछ र हामी अवार्डेड भएछौँ। ठ्याक्कै प्रोजेक्टको ड्युरेसनबाट भन्नुपर्दाखेरि 1.5 इयर्स जस्तोमा चाहिँ आज हामी क्लोजिङको अवस्थामा आएका छौँ र डेफिनेटली क्लोजिङको अवस्थामा आउँदाखेरि पनि यसमा धेरै सरकारवालाहरू यसमा जोडिनु भएको छ र यो पछि स्लाइड्सहरूमा पनि म त्यसको बारेमा कुरा गर्नेछु र आजको यो विशेष गरी यो परियोजनाको बारेमा अलिकति जानकारीहरू तपाईहरुले दिने सिलसिलामा त्यो बाहेक त्यसको यसमा चाहिँ अलिकति एउटा डेमोन्स्ट्रेसनको पनि पार्ट छ, त्यो पनि म गर्ने नै छु र यो प्रोजेक्टको जर्नीको बारेमा पनि मैले केही सेयर गर्छु। हाम्रो यात्रा कसरी सुरु भएर कहाँ कसरी अन्त्य भयो, आज अन्त्य मतलब समापन हुँदैछ भन्ने कुराहरू। हाम्रो टिम पक्कै पनि यस्तो गहन सेन्सिटिभ खालको काम हो यो एकदम। त्यसमा पनि एउटा मात्रै टिम, एकजना मात्रै इन्डिभिजुअल मेम्बरको मात्र नभएर यसमा चाहिँ मल्टिपल ब्याकग्राउन्ड्स खालको टिमहरू, प्राविधिकदेखि लिएर भाषा अनुवादकोदेखि लिएर सबै कुराहरूको टिम हुन्छ। त्यसमा पनि म केही कुराहरू राख्नेछु। ट्राइलिङ्गुअल मसिन ट्रान्सलेसन सिस्टमलाई ठ्याक्क नेपालीमा अनुवाद गर्दा एउटा त्रैभाषिक अनुवाद प्रणाली पनि हामीले भन्न सक्छौँ। अनुवाद प्रणाली मसिन ट्रान्सलेसन भन्छ, यान्त्रिक अनुवाद पनि भयो र त्यसले चाहिँ कुनै एउटा सोर्स ल्याङ्ग्वेजमा स्रोत भाषामा दिएको टेक्स्टलाई टार्गेट अथवा लक्षित भाषामा चाहिँ उसले चाहिँ अनुवाद गरेर दिने हो। एउटा चाहिँ हामीले यसको उदाहरण चाहिँ गुगल ट्रान्सलेटको बारेमा पनि तपाईहरु सायद जानकारी हुनुहुन्छ। गुगल ट्रान्सलेटले त्यही काम गर्छ र त्यसमा चाहिँ अहिले विश्वभरका 100+ भाषाहरूलाई त्यसमा समर्थन छ र नेपालबाट जम्मा 3टा भाषाहरू त्यहाँ सूचीकृत छ, जसमा नेपाली आफै भइहाल्यो, त्यस पछाडि मैथिली र नेपाल भाषा अथवा नेवारी, यो 3टा भाषा चाहिँ त्यहाँ अहिले सूचीकृत छ र अहिलेको अवस्थामा हामी यो परियोजना मार्फत गुगलसँग हामी चाहिँ एक किसिमले जोडियौँ र त्यस पछाडि हामी गुगलसँग निरन्तर संवादमा छौँ। त्यसलाई कसरी तामाङ भाषालाई पनि त्यहाँ सूचीकृत गर्ने भन्ने विषयमा हामी एकदम संवादमा छौँ र निकट भविष्यमै हाम्रो तामाङ भाषा पनि त्यहाँ सूचीकृत हुने कुरामा म एकदम बलियो विश्वास व्यक्त गर्दछु। अब यो त्रैभाषिकमा चाहिँ अघि पनि मैले भने 3टा भाषाहरू अङ्ग्रेजी, नेपाली र तामाङ, 3टा भाषाको छनौटको पनि एउटा सानो केही लजिक हुन्छ। धेरै जस्तो इन्टरनेटमा भएको स्रोत भने नलेजका सोर्सेसहरू, ज्ञानको भण्डारहरू या त अङ्ग्रेजीमा छ या त नेपालीमा छ नेपालको सन्दर्भमा। त्यसलाई किन नेपालमै बोलिने अन्य भाषाहरूमा किन चाहिँ उपलब्ध नगराउने, त्यही भाषीले चाहिँ अन्य भाषामा चाहिँ भएको ज्ञानको भण्डार किन चाहिँ इन्टरचेन्ज, त्यो कुरा चाहिँ किन लिन सक्ने वातावरण हामीले सिर्जना नगर्ने भन्ने हिसाबले पनि एउटा हो। र अर्को कुरा चाहिँ विशेष गरी तामाङ भाषा एउटा चाहिँ भन्दा 14 लाख प्लस पपुलेसन जनसङ्ख्या भएको 2021 को जनगणना त्यही भन्छ र त्यत्रो पपुलेसन भएको भाषामा भएको एउटा चाहिँ भनौँ एक किसिमको युनिक कल्चरहरू, त्यहाँको ल्याङ्ग्वेज ट्रेडिसन्सहरूलाई हामीले कसरी चाहिँ अङ्ग्रेजी अथवा नेपाली भाषामा चाहिँ ल्याएर चाहिँ बढीभन्दा बढी अडियन्स माझमा त्यो पुर्याउन सकिन्छ भन्ने पनि एउटा उद्देश्यको साथ चाहिँ यो अगाडि बढेको छ। यसमा युज केसेसको कुरा गर्नुपर्दाखेरि यो एउटा सिस्टम जुन बनेको छ, नेपाल एउटा फेडरल स्ट्रक्चरमा गइसकेको अवस्थामा र बागमती प्रदेशमा तामाङ र नेपाल भाषा अथवा नेवारी चाहिँ कामकाजी भाषाको रूपमा चाहिँ एउटा मान्यता प्राप्त भइसकेको अवस्थामा भरेको दिनमा चाहिँ सेवा प्रदायक र सेवाग्राही कमन सिटिजन्स र गभर्नमेन्टको बिचमा पनि यो चाहिँ एउटा इन्टरफेस अथवा ब्रिज अथवा सेतुको रूपमा पनि यसले काम गर्न सक्छ। त्यस्तै तरिकाले अघि नै पनि भने जुन चाहिँ एउटा अथाह स्रोत
इन्टरनेटमा चाहिँ या त अङ्ग्रेजीमा छ या त नेपालीमा छ। त्यही नलेजलाई पनि हामीले चाहिँ एजुकेसनल इन्स्टिट्युसन्सहरूमा प्राइमेरी स्कुल्सहरूमा अथवा अन्य स्कुल विद्यालय स्तरमा पनि हामीले चाहिँ त्यसलाई हामीले यो टिचिङ लर्निङको रूपमा पनि हामीले यो टुललाई चाहिँ प्रयोग गर्न सक्नेछौँ। त्यस्तै स्वास्थ्य सेवामा पनि हामीले चाहिँ भनौँ न कतिपय अवस्थामा एउटा भाषाबाट अर्को भाषामा चाहिँ सञ्चार गर्नको लागि पनि यो प्रयोग हुनसक्छ। त्यस्तै तरिकाले नेपाल एउटा पर्यटकीय रूपमा चाहिँ एकदम रमणीय हाम्रो ठाउँ पनि हो, प्रसिद्ध रूपमा। यसमा धेरै पर्यटकहरू आउनुहुन्छ र एउटा पर्यटनको विषय चाहिँ ल्याङ्ग्वेजसँग जोडिएको पनि हुन्छ। ल्याङ्ग्वेज टुरिज्म पनि हामीले भन्न सक्छौँ र त्यो पाटोलाई पनि कसरी चाहिँ यो पर्टिकुलर यो हाम्रो टुलले चाहिँ जोड्न सक्छ त्यसबारे पनि हामी चाहिँ आगामी दिनमा त्यसमा पनि हामी छलफल गर्दै अगाडि हामी बढ्न सक्छौँ। यो प्रोजेक्टको ओभरभ्यू दिनु पर्दाखेरि हामीले कुनै पनि भन्नु यो चाहिँ गुगलको यो गुगल मात्र नभएर समग्र मसिन ट्रान्सलेसन प्रोजेक्टमा हामीलाई डेटा सेटको आवश्यकता पर्छ। समग्र एआईमा आर्टिफिसियल इन्टेलिजेन्सलाई इनेबल गर्नको लागि हामीलाई डेटा सेटको आवश्यकता पर्छ। त्यस्तै तरिकाले यो मसिन ट्रान्सलेसनमा पनि डेटा सेट भन्नाले हामीलाई प्यारलल सेन्टेन्सेस अथवा समानान्तर वाक्यहरूको आवश्यकता पर्दछ, किनकि मसिन ट्रान्सलेसन एउटा त्यस्तो एआई प्रविधिमा आधारित छ जसले चाहिँ कुनै भोक्याबुलरी अथवा डिक्सनरीमा आधारित हुँदैन थियो। त्यो भलै कि त्यो चाहिँ प्यारलल सेन्टेन्सेसमा आधारित हुन्छ। त्यो प्यारलल सेन्टेन्स भनेको कुनै एउटा स्रोत भाषामा हामीले चाहिँ सर्टन सेन्टेन्सेसहरू चाहिँ हामीले भेला गर्छौँ विभिन्न डोमेनबाट र त्यसैलाई हामीले चाहेको अर्को लक्षित भाषाहरू जस्तै यो अहिलेको यो प्रोजेक्टको सन्दर्भमा अङ्ग्रेजी र तामाङ जुन छ भने चाहिँ त्यो अङ्ग्रेजी र तामाङमा पनि त्यो प्यारलल सेन्टेन्स तयार पार्नको लागि जति एउटा वाक्य हामीले नेपाली स्रोत भाषामा तयार पारेका छौँ त्यति नै वाक्य त्यति नै सङ्ख्यामा हामीले अनुवाद अङ्ग्रेजी र तामाङमा पनि हामीले तयार पार्नुपर्ने हुन्छ। त्यो भनेको यो पर्टिकुलर प्रोजेक्टमा हामीसँग 1,00,000 प्लस भन्छौँ हामी 1,00,000 प्लस समानान्तर वाक्यहरू तिनटै भाषामा हामीले तयार पार्यौँ र त्यसमा पनि भन्नुपर्दाखेरि 5वटा डोमेनमा चाहिँ हामीले बाट चाहिँ त्यो 1,00,000 वाक्यहरू तयार पार्यौँ जसमा चाहिँ कृषि भयो होइन, त्यसपछि शिक्षा, स्वास्थ्य, आम सञ्चार, पर्यटन यावत 5वटा हामीले डोमेनबाट चाहिँ 20-20 हजारका दरले हामीले वाक्यहरू तयार पार्यौँ र त्यसलाई चाहिँ वाक्यहरू तयार पार्यौँ र वाक्य चाहिँ हाम्रो चाहिँ भन्नु अनलाइन रिसोर्सेसबाट हामीले चाहिँ स्क्रेप भन्छ त्यसलाई, स्क्रेप गरेका हौँ र त्यसलाई स्क्रेपिङ गर्दा पनि ताकि हामीले त्यो रिसोर्स पछिसम्म अलिकति युजफुल होस् भन्ने हिसाबले चाहिँ त्यसलाई हामीले कसरी गऱ्यौँ भनेदेखि त्यो चाहिँ व्याकरणगत हिसाबले र अर्थगत हिसाबले पनि अलिकति डाइभर्स होस् भन्ने कुरालाई हामीले चाहिँ मध्यनजरमा राखेर त्यसरी हामीले तयार पार्यौँ प्यारलल सेन्टेन्सेसहरू 5वटा डोमेनबाट। र त्यसपछि अर्को एउटा कुरा चाहिँ के छ भने अहिलेको जुन चाहिँ लार्ज ल्याङ्ग्वेज मोडल्स भन्छ जुन एआईले चाहिँ जुन अहिलेको चाहिँ एकदम हाबी भइरहेको छ होइन, र त्यसमा पनि अहिलेको अवस्थामा हामीले जिरोबाट सबै स्क्रैचबाट हामी आफै सिस्टम बनायौँ भन्नेतिर लाग्यो भने त्यो ठुलै मूर्खता हुन्छ। अथवा किनकि त्यो एउटा हर्कुलसले पनि एउटा आकाश थाम्न नसक्ने किसिमको त्यो भार हुन्छ। तर अहिले चाहिँ हामीले भनौँ मल्टिलिङ्गुअल मोडल्सहरू एआईको मोडल्सहरू थुप्रै उपलब्ध छन्, एकदमै स्टेट अफ द आर्ट रूपमा उनीहरूले पर्फर्म गरिरहेको अवस्था छ र तिनीहरूलाई हामीले चाहिँ हाम्रो निड्स अनुसार हाम्रै डेटामा हामीले चाहिँ तालिम र पुनर्तालिम गऱ्यौँ भने उसले चाहिँ स्टेट अफ द आर्ट रूपमा चाहिँ उनीहरूले चाहिँ त्यो किसिमको चाहिँ उसले चाहिँ पर्फर्मेन्स दिने हुन्छ र त्यही हिसाबले पनि हामीले पनि हाम्रो डेफिनेटली एउटा चाहिँ रिसर्च बेस्ड प्रोजेक्ट नै हो। त्यसकारण हामीले पनि 3-4वटा मोडल्सहरू ट्राई गऱ्यौँ र त्यो मध्येमा पनि एउटा बेस्ट पर्फर्मिङ मोडल चाहिँ हाम्रो NLLB 200 भन्छ मेटा एआईले रिलिज गरेको एकदमै रोबस्ट मल्टिलिङ्गुअल एआई LLM जुन चाहिँ विच इज स्पेसलाइज फर मसिन ट्रान्सलेसन पर्पज। त्यो नै हामीले चाहिँ फाइन ट्युन गरेर हामीले यो पर्टिकुलर प्रोजेक्टमा चाहिँ अगाडि बढाएका छौँ र यसको उद्देश्यहरूमा चाहिँ एउटा के छ भने जति पनि कामहरू हुन्छ त्यो चाहिँ दीर्घकालीन रूपमा हुनु पर्यो होइन। एउटा चाहिँ इस्टाब्लिस अ लङ टर्म कमिटी ड्रिभन कर्पस कलेक्सन मेकानिजम फर अन्डरसर्भ ल्याङ्ग्वेजेस इन मसिन ट्रान्सलेसन प्रमुख उद्देश्य हो। भनेपछि हामीले एउटा समुदायलाई नै हातमा हात लिएर समुदायलाई नै इन्भल्भ गराएर यस्तो किसिमको चाहिँ काम गर्ने, कर्पस कलेक्सन गर्ने र अनुवादमा पनि उहाँहरूलाई समावेश गराउने भन्ने एउटा प्रमुख उद्देश्य थियो भने त्यस्तै तरिकाले हामीले समुदायलाई अल्टिमेटली भन्दाखेरि किनकि हाम्रो चाहना हाम्रो उद्देश्य भनेको चाहिँ यो कुरा चाहिँ बेसिकली भोलिको दिनमा चाहिँ यो चाहिँ काम लागोस्
समुदायले नै प्रयोग गर्ने लायकको स्थितिमा पुगोस् भन्ने हिसाबले पनि हामीले इन्सेप्सनदेखि सुरुको प्रपोजल राइटिङ फेजदेखि नै त्यसपछि डिजाइन डेभलपमेन्ट र डिप्लोयमेन्टसम्मै हामीले चाहिँ समुदायलाई हामीले चाहिँ इन्भल्भ गर्ने अर्को एउटा उद्देश्य थियो। र एउटा कुरा चाहिँ अर्को कुरा के छ भने हामीले सधैँ प्रत्येक भाषाको लागि एउटा सिस्टम बनाएर त साध्य हुँदैन। नेपालमा त्यसै पनि 124 ल्याङ्ग्वेजेसहरू छन् र भोलिको दिनमा यदि हामीले यस्तो किसिमको एउटा प्लेटफर्म बनाइदियौँ ताकि भोलिको दिनमा चाहिँ अर्को भाषामा हामीले यस्तै किसिमको स्रोतहरू थप्ने बित्तिकै त्यो भाषालाई पनि हामीले चाहिँ यो सिस्टममा हामीले जोड्न सकौँ भन्ने पनि एउटा उद्देश्यका साथ एउटा चाहिँ स्केलेबल मसिन ट्रान्सलेसन सिस्टम पनि बनाउने अर्को एउटा उद्देश्य थियो। अब प्रोजेक्टको आउटपुटभन्दा थोरै अगाडि पनि मैले भनिसकेँ, हामीले चाहिँ 1 लाखवटा गोल्ड स्ट्यान्डर्ड प्यारलल कर्पस समानान्तर वाक्यहरू हामीले 3टै भाषामा तयार पारेका छौँ, विच इज अ भेरी गुड रिसोर्स इन इटसेल्फ। किनभने हामीले यसमा चाहिँ म्यानुअल्ली हाम्रा चाहिँ तामाङका साथीभाइहरू हुन्छ, अहिले पछि म परिचय दिन्छु। हाम्रो टिममा जम्मी त्यहाँनिर भनौँ न 8-9 जनाको टिममा 8-9 जनाको टिमले मात्रै अहोरात्र खटेर चाहिँ त्यस्तो किसिमको चाहिँ उहाँहरूले एउटा ट्रान्सलेसन्सहरू तयार पारिदिनु भयो र उहाँहरूलाई टेक्निकली हामीले सपोर्ट गऱ्यौँ। उहाँहरूलाई त्यो नेपालीको स्रोत सेन्टेन्सहरू दिनको लागि हामीले सहयोग पुऱ्यायौँ। त्यो हिसाबले प्रोजेक्टको आउटपुटमा एउटा चाहिँ हाम्रो 100K 1 लाख गोल्ड स्ट्यान्डर्ड प्यारलल कर्पस तयार पारेका छौँ। भोलिको दिनमा अन्य रिसर्चर्सहरूले अनुसन्धानकर्ताहरूले पनि यसैमा टेकेर अगाडि बढ्न सक्नुहुन्छ। अर्को चाहिँ हामीले अहिले वर्किङ TMT सिस्टम ट्राइलिङ्गल मसिन ट्रान्सलेसन सिस्टम यो तयार भइसकेको अवस्था छ। यो पब्लिकली यो URL मार्फत यो अहिले उपलब्ध छ। अहिले म डेमोमा त्यो पनि म देखाउने छु। त्यो बाहेक अर्को चाहिँ एउटा यो पर्टिकुलर कामलाई अलिकति सस्टेनेबल दिगो होस् भन्ने हिसाबले हामीले एउटा कम्प्युटर असिस्टेड ट्रान्सलेसन CAT टुल पनि तयार पारेका छौँ, ताकि भोलिको दिनमा हामीले अहिले त हामीले प्रोजेक्टको एउटा निश्चित स्कोपभित्र होइन छोटो समयमा केही काम खत्तै गर्नुपर्ने भएको हुनाले एउटा डेडिकेटेड टिम एउटा चाहिँ इन हाउस टिम जस्तो हामीले तयार पारेर गऱ्यौँ। तर सधैँ त्यस्तो अवस्था नहुन सक्छ। भोलिको दिनमा स्केलेबल जानको लागि भोलिको दिनमा चाहिँ संसारभर जहाँ चाहिँ त्यो भाषाको बारेमा जानकार हुनुहुन्छ, त्यो भाषामा चाहिँ इच्छुक हुनुहुन्छ, इच्छा जाहेर गर्नुहुन्छ भने उहाँहरूले पनि यो पर्टिकुलर टुल मार्फत चाहिँ उहाँहरूले ट्रान्सलेसनमा चाहिँ एउटा चाहिँ उहाँहरूले कन्ट्रिब्युट गर्न सक्नुहुन्छ। यसलाई क्राउड सोर्सिङ मेकानिजम पनि भनिन्छ। डेफिनेटली क्राउडबाट आएको सबै कुराहरू हामी लिँदैनौँ, त्यसलाई चाहिँ हाम्रो ट्रान्सलेसन टिमकै कोही चाहिँ लिड लिङ्ग्विस्ट अथवा चाहिँ उहाँले भेरिफाई गरेर मात्रै हामी त्यसलाई फेरि बेसिकली ब्याक टु द सिस्टम दिन सक्छौँ। तर भोलिको दिनमा चाहिँ मैले पनि कन्ट्रिब्युट गर्न चाहन्छु, म योगदान गर्न चाहन्छु यो सिस्टममा, यो किसिमको प्रोजेक्टमा भने त्यो पनि पोसिबल छ। प्रोजेक्ट डिसेमिनेसन एन्ड आउटरिचको सवालमा हामीले अघि पनि भने समुदायलाई नै एकदम सेन्टरमा राखेर केन्द्रमा राखेर हामीले काम गऱ्यौँ। र सबभन्दा पहिला भन्नुपर्दाखेरि चाहिँ हाम्रो भनौँ न यो डिसेम्बर 26, 2025मा चाहिँ हामीले कम्युनिटी फिडब्याकको लागि एउटा बिटा रिलिज गऱ्यौँ यो सिस्टमको। त्यस्तै तरिकाले हामीले अर्को भनेको चाहिँ एउटा वर्कसप पनि गऱ्यौँ शङ्करापुर 2 काठमाडौँ जर्सिङ पौवामा हामीले एउटा कार्यशाला र तालिम पनि गऱ्यौँ यो सिस्टमको बारेमा कसरी चलाउने, के समस्याहरू छन्, फिडब्याकहरू पनि लियौँ। त्यस्तै तरिकाले अर्को भनेको हामीले एउटा ह्याकाथन पनि गऱ्यौँ। किनभने यसमा चाहिँ यो टेक्निकल्ली हाम्रो स्टुडेन्ट्सहरू, रिसर्चर्सहरू, इन्टर्न्सहरू पनि बेनिफिटेड हुन् भन्ने हाम्रो एउटा चाहना, एउटा उद्देश्य थियो। त्यही भएर हामीले ह्याकाथन गऱ्यौँ। ह्याकाथनको 2टा थिमहरू थिए। एउटा चाहिँ ब्राउजर बेस्ड एक्सटेन्सन बनाउने र अर्को चाहिँ फाइल टु फाइल ट्रान्सलेट गर्ने एउटा फिचर बनाउने। र त्यसलाई पनि हामीले यही सिस्टमको APIहरू रिलिज गरेर हामीले चाहिँ त्यो एउटा ह्याकाथन पनि गऱ्यौँ। र त्यसमा चाहिँ दुईटा टिमले विजयी हुनुभयो, 2टै थिममा भने अरू 6 जनालाई हामीले चाहिँ बेसिकली अनरेबल मेन्सन्स भन्ने तरिकाले पनि हामीले स्टुडेन्ट्सहरूलाई पनि पुरस्कृत गऱ्यौँ। त्यस्तै तरिकाले हामीले विभिन्न हिसाबले चाहिँ यो सरकारी निकाय प्लस प्रादेशिक सरकार र सङ्घीय सरकार सबैतिर हामीले प्रेजेन्टेसन्स र डेमोहरू पनि गर्दै हामीले आयौँ। त्यसमा चाहिँ यो बागमती एउटा चाहिँ हामीले यो बागमती प्रोभिन्समा हेटौडामा हामीले पर्यटन तथा संस्कृति मन्त्रालयमा मे 21मा एउटा डेमो गऱ्यौँ। र चाहिँ जुन 9मा DOIT अफिस अफ द PM एन्ड काउन्सिल अफ मिनिस्टर्समा पनि हामीले एउटा प्रेजेन्टेसन गऱ्यौँ। र त्यस्तै तरिकाले भाषा आयोगमा पनि जुन 1मा एउटा मिटिङ गरेर उहाँहरूलाई पनि हामीले चाहिँ जानकारी गरायौँ।
रिसर्च पेपर्स पब्लिकेसन्स पनि यो डेफिनेटली एउटा पाटो भयो यो प्रोजेक्टको र त्यसमा चाहिँ एउटा पेपर हाम्रो यो ल्याङ्ग्वेज रिसोर्सेस एन्ड इभ्यालुएसन कन्फरेन्स LREC 2026 भन्छ त्यसमा हाम्रो पब्लिस भइसकेको छ र 2टा पेपर्सहरू एक्सेप्टेड भएका छन् विभिन्न फोरममा र 2टा पेपर जर्नल पेपरहरू चाहिँ इन प्रोग्रेस छ। थोरै मैले अब रिसर्च टिमको बारेमा अलिकति क्विकली थोरै परिचय पनि अलिकति यहाँ सबैहरूलाई हजुर पनि गराउन चाहन्छु। एउटा अब सुरुमा म चाहिँ प्रिन्सिपल इन्भेस्टिगेटर छु यो प्रोजेक्टमा, म आफै भइहालेँ। त्यस्तै तरिकाले प्रोफेसर डाक्टर बलराम प्रसाई हुनुहुन्छ को प्रिन्सिपल इन्भेस्टिगेटर, उहाँ सेन्ट्रल डिपार्टमेन्ट अफ लिङ्ग्विस्टिक्स त्रिभुवन युनिभर्सिटीमा हुनुहुन्छ। कृपया उठेर आफ्नो दिनु होला सर। थ्याङ्क यू। डाक्टर प्रकाश पौडेल हुनुहुन्छ हाम्रो प्रोजेक्ट म्यानेजर। त्यस्तै तरिकाले डाक्टर प्रवीण आचार्य हुनुहुन्छ, उहाँ चाहिँ रिसर्च कन्सल्टेन्ट र उहाँ चाहिँ डब्लिन सिटी युनिभर्सिटीबाट हुनुहुन्छ हामीसँग र चाहिँ इन्ट्रेस्टिङली उहाँ चाहिँ हाम्रो मास्टर्सको अलुमनाई पनि हुनु, काठमाडौँ युनिभर्सिटीको ग्रेजुएट पनि हुन्छ, मास्टर्स काठमाडौँ युनिभर्सिटीबाटै गर्नुभएको हो र डब्लिन सिटी युनिभर्सिटीको हालसालै मात्र विद्यावारिधि सकाउनु भयो र यो प्रोजेक्टको अलिकति सिलसिला जोड्दाखेरि चाहिँ हामी डिफ्रेन्ट टाइम जोन्समा बसेर पनि हामीले काम गऱ्यौँ। कोही आयरल्यान्डको टाइम जोनमा हुनुहुन्थ्यो, कोही नेपालको टाइम जोनमा हुनुहुन्थ्यो। हालसालै मात्र हाम्रो रूपक राज घिमिरे मेरो PhD स्टुडेन्ट जापानमा 5 महिना मोबिलिटीमा बसेर आउनुभयो, त्यहाँको टाइम जोनमा पनि हामीले बसेर चाहिँ यो साप्ताहिक रूपमा मिटिङ्सहरू गर्दा अगाडि बढ्यौँ। र अर्को चाहिँ हाम्रो मिस्टर रूपक राज घिमिरे हुनुहुन्छ, उहाँ चाहिँ PhD स्कलर हुन्छ मेरो अन्डरमा है। विपेश राज सुवेदी अर्को हाम्रो रिसर्चर हुनुहुन्छ र लेक्चरर पनि हुन्छ डिपार्टमेन्ट अफ कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङमा। निश्चल कार्की हाम्रो चाहिँ रिसर्च एसिस्टेन्ट हुनुहुन्छ। त्यस्तै तरिकाले रूपक तिवारी, जेनी पौडेल र ऋषिकेश शर्मा चाहिँ हाम्रो जुनियर रिसर्च एसिस्टेन्टहरू हुनुहुन्छ। उहाँहरूले पनि धेरै नै सहयोग पुऱ्याउनु भयो हाम्रो यो प्रोजेक्टको लागि। तामाङ ट्रान्सलेसन टिम बिना डेफिनेटली यो प्रोजेक्ट सम्भव हुने थिएन। त्यसमा पनि विशेष गरी अमृत योन्जन तामाङज्यूलाई म विशेष धन्यवाद दिन चाहन्छु। उहाँ चाहिँ सिनियर लिङ्ग्विस्ट एन्ड तामाङ ल्याङ्ग्वेज एक्टिभिस्ट पनि हुनुहुन्छ। इन्द्र तामाङज्यू हुनुहुन्छ लिड ट्रान्सलेटर, प्लिज उठिदिनु होला। त्यस्तै तरिकाले हाम्रो पेमा छिरिङ तामाङ, यकिना आगाद, बुद्ध लामा योन्जन, उदय थिङ, बिनुका लामा र कुसुम तामाङ सबैजना हाम्रो ट्रान्सलेटर टिमका सदस्यहरू हुनुहुन्छ। अब टेक्नोलोजी एन्ड कर्पसको कुरा गर्दाखेरि अघि नै थोरै मैले भने, अब यो चाहिँ भनौँ न हामीले 2टा कुरा, हामी लोकल प्रब्लम्सहरू सल्भ गर्न एकदम जरुरी थियो, लोकल डेटाहरू निकाल्न एकदम जरुरी थियो। एट द सेम टाइम हामीले चाहिँ स्टेट अफ द आर्ट अथवा मोडर्न सोल्युसन्सहरू दिन पनि एकदम जरुरी छ। त्यही भएर हाम्रो रिसर्चले प्लस कम्युनिटीको फिडब्याकले बेस्ट पर्फर्मिङ मोडल आउट अफ द 4 मोडल्स द्याट वी बेसिकली डेभलप्ड एन्ड डिप्लोइड, त्यसमा चाहिँ LLB 200 भन्ने जुन मेटा एआईको जुन चाहिँ एउटा लार्ज मल्टिलिङ्गुअल AI मोडल छ जसले 200 भाषाहरूलाई सपोर्ट गर्छ र त्यही ल्याङ्ग्वेज त्यही मोडललाई हामीले प्रयोग गरेर त्यसलाई फाइन ट्युन गरेर यो मोडल चाहिँ हामीले डिप्लोएबल मोडल चाहिँ हामीले तयार पारेका छौँ। र अघि नै पनि एउटा जाहेर गरेँ मैले 1 लाख समानान्तर वाक्यहरू हामीले तयार पारेका छौँ नेपाली, तामाङ र अङ्ग्रेजीमा, र 5वटा डोमेनको बारेमा त अघि नै मैले कभर गरि नै सकेँ। अब म थोरै डेमोमा जान्छु र त्यसमा पनि यो पर्टिकुलर जुन देखिराख्नु भएको छ URL, यो URLबाट तपाईँहरूले पब्लिकली यो सिस्टम चाहिँ चलाउन सक्नुहुन्छ। अब यसको इन्टरफेस चाहिँ यो छ र यसमा चाहिँ हेर्नु सक्नुहुन्छ कि यहाँ चाहिँ हाम्रो 3टा भाषाहरू नेपाली, तामाङ र अङ्ग्रेजी यो ड्रप डाउन मेन्युबाट तपाईँले चोइस गर्न सक्नुहुन्छ र त्यो चोइस गरिसके पछाडि यतापट्टि चाहिँ बेसिकली अब त्यो कुन तपाईँलाई चाहिँलाई चुज गर्नुभयो त्यस पछाडिको बाँकी रहेको 2टा भाषाहरू तपाईँको अप्सन्स यतापट्टि हुन्छ। जस्तै मैले एउटा स्याम्पलको लागि आज हामी गुगल TMT प्रोजेक्टको समापन समारोहमा छौँ भनेर नेपालीमा मैले यहाँनिर राखेको छु र यसलाई मैले ट्रान्सलेट बटन थिचेँ भने यो चाहिँ अङ्ग्रेजीमा आउँछ, यतापट्टि अङ्ग्रेजी भयो हैन। टुडे वी आर एट द क्लोजिङ सेरोमनी अफ गुगल TMT प्रोजेक्ट भनेछ। यसैलाई मैले अब तामाङमा पनि गर्न सक्ने भएँ र तामाङ गरेर फेरि ट्रान्सलेट बटन थिच्ने भने तिनी ज्ञानी गुगल TMT प्रोजेक्टमा थुम्बा समारोह हरिमुला भन्ने किसिमले चाहिँ यसरी हामीले हेर्न सक्छौँ हैन। यो एउटा भयो र यसलाई चाहिँ हामीले विशेष गरी समुदायले यसलाई कति फिडब्याक दिने त, यो
ट्रान्सलेसन कतिको पर्फेक्ट भयो भन्ने कुरा पनि स्टार रेटिङबाट पनि सम्भव छ। स्टार रेटिङ गर्न सक्नुहुन्छ। यदि तपाईँलाई यो ट्रान्सलेसन चित्त बुझेन भने त्यसलाई सच्याएर तपाईँले यो टिक सिम्बलमा टिक गर्नु भने सिधै त्यो हाम्रो डेटाबेसमा गएर स्टोर हुन्छ र त्यो भइसके पछाडि हाम्रो पछि चाहिँ हाम्रो ल्याङ्ग्वेज टिमले चाहिँ त्यसलाई भेरिफाई गर्नु भएर त्यसलाई फेरि हामी ब्याक टु 1,00,000 प्यारलल सेन्टेन्समा हामी फेरि थप्दै जाने त्यो किसिमको पनि हाम्रो प्रयोजन छ। अब यो चाहिँ विशेष गरी भनौँ न एउटा चाहिँ यो हाम्रो गुगलको के अरे यो गुगल टिएमटीको वेब इन्टरफेस यो भयो। तर अब यतिमै सीमित राख्दाखेरि यसको त्यति प्रयोग नहुन सक्ला। अझ यसलाई अरू फिचर पनि हामीले दिनुपर्छ भन्ने एउटा हेतुको साथ हामीले अर्को एउटा चाहिँ के गर्यौँ त भनेदेखि जस्तै एउटा लास्ट टाइम सायद त्यो गरेर त्यो नै गर्नुपर्छ। DOIT को एउटा फर इक्जाम्पल अब हाम्रो गभर्मेन्टकै एउटा वेबसाइट हेरौँ न। जस्तै यो चाहिँ DOIT.gov.np भन्ने हाम्रो वेबसाइट छ र चाहिँ मलाई एट एनी टाइम यो पर्टिकुलर वेबसाइट चाहिँ सम्पूर्ण रूपमा यो जति पनि देखिरहेछ यो सम्पूर्ण रूपमा तामाङमा ट्रान्सलेट गरिदेऊ भनेर चाहिँ मैले चाहिँ गर्नु पर्यो भने चाहिँ मैले यो ट्रान्सलेट दिस पेज करेन्ट पेज भन्ने बटन थिच्छु र त्यस पछाडि चाहिँ सायद अहिले अब आइसक्यो सबै जति पनि यहाँ देख्नुहुन्छ मेनुदेखि लिएर यो सबै कुराहरू यो सबै तामाङ भाषामा आइसक्यो। हैन सो यो चाहिँ ट्रान्सलेट होल पेज। अब यसको चाहिँ हामीले यो एक्सटेन्सन यो चाहिँ ब्राउजरमा नै बिल्ड छ र यो चाहिँ अहिलेलाई क्रोम र फायरफक्समा हामीले काम गरेका छौँ र यसमा चाहिँ यो होल पेजै नगरिकन कुनै एउटा निश्चित टेक्स्टलाई मात्रै सेलेक्ट गरेर त्यसलाई मात्रै ट्रान्सलेट पनि गर्न सकिन्छ। हैन जस्तै एउटा स्याम्पलमा जान सक्छौँ हामी। जस्तै यो अनलाइन खबरमा गएँ त्यस पछाडि भनौँ न यसलाई मात्रै यस्तो मात्रै यसलाई माथिकोलाई मात्रै सेलेक्ट गरेँ भने पछाडि यसलाई चाहिँ म यो लाई थिचेर यहाँ चाहिँ मैले चाहिँ यो तामाङमा ट्रान्सलेट गर भनेर यहाँनिर ट्रान्सलेट गरेँ भने यो तलपट्टि चाहिँ तपाईँले यहाँ देख्नुहुन्छ तामाङमा मात्रै थोरै त्यति मात्रै भाग तामाङमा पनि ट्रान्सलेट गर्न सकिन्छ। अब यो एउटा भयो यो ब्राउजरको तर्फबाट गर्ने। अर्को भनेको चाहिँ तपाईँको यो फाइल टु फाइल ट्रान्सलेसनको कुरा गरेको थिएँ मैले अघि र त्यसमा चाहिँ यो TMT फाइल ट्रान्सलेसन सिस्टम भन्ने पनि हामीले तयार पारेका छौँ र यसमा चाहिँ मैले स्याम्पलको लागि फेरि पनि एउटा चाहिँ बुलेटिन हाम्रो रहेछ यो प्रदेश सरकारमा हामीले डेमो गर्ने बेलामा हामी त्यहाँ पुगेका थियौँ। त्यहाँ चाहिँ बुलेटिन रहेछ एउटा त्यो बुलेटिनलाई चाहिँ हाललाई त्यहाँ चाहिँ भनौँ न उहाँहरूले चाहिँ त्रैमासिक रूपमा तामाङ र नेपाल भाषामा चाहिँ त्यो तयार पार्नुहुँदैछ बुलेटिन। जस्तै मैले त्यो बुलेटिनलाई चाहिँ यहाँनिर अपलोड गरेँ यो उसमा र प्रिभ्यू बटन थिचिसकेपछि त्यहाँभित्र के रहेछ त्यो बुलेटिनमा भनेर सबै त्यो कुरा पनि हामीले यसरी हेर्न सक्यौँ। यो नेपालीमा छ र यसलाई चाहिँ मैले यतापट्टि नेपाली टिक गरेँ र यहाँ चाहिँ मैले फर इक्जाम्पल तामाङ टिक गरेँ भने र त्यसपछि ट्रान्सलेट डकुमेन्ट भनेर मैले चाहिँ बटन थिचेँ भने प्रोसेसिङ भइरहेछ। तलपट्टि हेर्न सकिन्छ त्यो प्रोसेसलाई पनि यहाँ देखाइरहेछ र त्यसलाई चाहिँ अब मैले चाहिँ के गर्न सक्छु त भनेदेखि प्रिभ्यू एन्ड डाउनलोड भन्ने थिच्न सक्छु बटन र त्यहाँ चाहिँ बेसिकली के चाहिँ ट्रान्सलेट भएछ के त्यो ओरिजिनल नेपालीमा के रहेछ के ट्रान्सलेट भएछ भने त्यसरी पनि देखाउँछ। त्यहाँ नै पनि सच्याउन मैले एडिट ट्रान्सलेसन भन्ने बटन थिचेर म त्यहीँ पनि सच्याउन सक्छु किनभने मसिन ट्रान्सलेसन भन्ने बित्तिकै सबै कुरा एकुरेट हुन्छै भन्ने पनि छैन। कतिपय कुरामा चाहिँ ह्युमन इन्टरभेन्सन पनि चाहिन सक्छ। सो त्यो सुविधा पनि हामीले दिएका छौँ र यसलाई चाहिँ अहिलेलाई मैले स्टप गरेर सायद डाउनलोड भइसक्यो होला डाउनलोड गरौँ र डाउनलोड गरिसके पछाडि यसरी चाहिँ हाम्रो चाहिँ अब तामाङमै त्यो बुलेटिनको पनि भागहरू केही भागहरू यसरी आउँछ भनेपछि हामीले अहिलेको अवस्थामा भनौँ न न्यूनतम रूपमा के गर्न सकिन्छ त भन्ने हिसाबले चाहिँ यो दुईवटा फिचर्स एडिसनल फिचर्सहरू चाहिँ हामीले उपलब्ध गराएको छौँ डेमो पर्पजको लागि। अब ब्याक टु म उसमै जान्छु।
अब प्रोजेक्टको आज समापन समारोह हो। यहाँ हामी सबै विटनेस गरिरहेछौँ यो क्षणलाई। यसमा प्रोजेक्टको टिमले धेरै नै मेहनत, धेरै नै एफर्ट्सहरू लगाउनु भएको छ। तर यत्तिकैमा यो प्रोजेक्ट सकिनेवाला छैन, किनभने यसका पोसिबल प्रोजेक्ट एक्सटेन्सन्सहरू छन्, थुप्रै छन्, जसमा एउटा भनेको चाहिँ हामीले आजसम्म जुन भन्नु 5वटा डोमेन त हामीले तयार पार्यौँ, 5वटा डोमेन। तर चाहिँ यो 5वटा डोमेनले मात्रै पर्याप्त भएन भन्ने फिडब्याक हाम्रो तामाङ कम्युनिटीबाटै आइसक्यो। हामीलाई चाहिँ भनौँ न लिगल डोमेन त्यो भयो भने कम्तीमा कानुनको बारेमा केही जानकारी थाहा हुन्थ्यो होला, मुद्दा मामिलाको बारेमा, होइन? त्यस्तै अन्य डोमेन्सहरू पनि चाहियो भनेर जुन एक किसिमको आइछ। त्यसकारण पनि भविष्यमा हामी अन्य डोमेन्समा पनि काम गर्छौँ, होइन? एउटा भयो। अर्को चाहिँ अब एउटा यो इन्डिपेन्डेन्ट एउटा चाहिँ भनौँ न एउटा चाहिँ एक किसिमको इन्फ्रास्ट्रक्चर चाहिँ हामीले तयार गऱ्यौँ र त्यसमा चाहिँ नेपालमा बोलिने अन्य भाषाहरूलाई पनि हामी क्रमिक रूपमा यसमा थप्ने, यो सिस्टममा थप्ने त्यो पनि एउटा हाम्रो योजना छ। एडिङ न्यू ल्याङ्ग्वेज टु द सिस्टम बाई क्रिएटिङ ट्रान्सलेसन इन द ल्याङ्ग्वेज भन्ने। र अर्को चाहिँ तामिक लिपि जुन छ, जुन चाहिँ नेपाल के अरे तामाङ भाषा लेख्नको लागि प्रयोग हुने, विशेष गरी होइन धार्मिक ग्रन्थदेखि लिएर अन्य उसमा चाहिँ विभिन्न पढाइ पनि हुने जुन चाहिँ छ तामिक लिपि, त्यसको लागि पनि सपोर्ट हामीले के कसरी जोड्न सक्छौँ, थप्न सक्छौँ, यही सिस्टममा कसरी ल्याउन सक्छौँ भन्ने विषयमा पनि हामी काम गर्न सक्छौँ। तामिक मात्र नभएर अन्य स्क्रिप्ट अहिले त देवनागरीमा आधारित भएर हामी काम गरिरहेछौँ, किनकि हामीलाई एउटा प्रोजेक्टको रूपमा एउटा छोटो प्रोजेक्टको अवधिभित्र समथिङ ट्यान्जिबल, समथिङ द्याट वी वुड बी एबल टु सो एन्ड प्रड्युस इन अ सर्ट पिरियड अफ टाइम त्यो गर्नु थियो। त्यही भएर हामीले देवनागरी बेच्न गएको छौँ, तर भोलिको दिनमा चाहिँ हामी अन्य लिपिहरूमा पनि हामी जानेछौँ। त्यस्तै तरिकाले यसमा एएसआर भन्छ, अटोमेटिक स्पिच रिकग्निसन भन्छ। स्पिच डाइरेक्टली हामीले स्पिचमै बोलेर टाइप गरेर होइन कि बोलेरै लिने, इनपुट लिने र बोलेरै त्यसको ट्रान्सलेसन्सहरू लानेसम्मको त्यो पाइपलाइन पनि हामीले यो सिस्टममा थप्ने हामी योजनामा छौँ। र पाँचौँ कुरा भन्नुपर्दा चाहिँ अहिले पनि मैले भने अब तामाङ एज अ फोर्थ ल्याङ्ग्वेज फ्रम नेपाल टु बी इनलिस्टेड इन गुगल ट्रान्सलेट, त्यसको लागि पनि हामीले पहल कदमीहरू गरिरहेछौँ। वी आर इन टच विथ गुगल। अनि त्यसको लागि उहाँहरूले हामीलाई केही कामहरू पनि दिनुभएको छ, केही डेटा सेट्सहरू ट्रान्सलेट गरेर पठाइदेऊ न त भन्नुभएको छ, अङ्ग्रेजीबाट तामाङमा एन्ड भाइस वर्सा। त्यो काममा पनि हामीले गर्दैछौँ, काम गरिरहेछौँ। अहिले एक्नोलेजमेन्ट्स थुप्रै निकायहरू छन् मैले एक्नोलेज गर्नुपर्ने। त्यसमा सर्वप्रथम त गुगललाई नै मैले एक्नोलेज गर्नुपर्ने हुन्छ। गुगलको सपोर्ट बिना यो सम्भव पनि थिएन र गुगलको सपोर्टद्वारा चाहिँ आज ठुलो रिसोर्स पनि तयार भएको छ र तामाङ भाषा जसको डिजिटल फुटप्रिन्ट एकदमै कम छ, त्यस्तो भाषालाई पनि भोलिको दिनमा चाहिँ पोटेन्सियली गुगल ट्रान्सलेट अथवा चाहिँ ग्लोबल एउटा उसमा चाहिँ प्लेटफर्ममा चाहिँ इन्लिस्ट हुने एउटा सम्भावना बोक्ने समयस्थिति हामी पुगेका छौँ। सेन्ट्रल डिपार्टमेन्ट अफ लिङ्ग्विस्टिक्स विशेष गरी प्रोफेसर बलराम पोखरेल सर, उहाँलाई पनि एक्नोलेजमेन्ट छँदैछ। बागमती प्रोभिन्सियल गभर्मेन्ट तामाङ ट्रान्सलेसन टिम, तामाङ राष्ट्रिय पुस्तकालय जसको सहकार्यमा हामीले यो काम सम्भव भयो, भाषा आयोग, डिपार्टमेन्ट अफ आइटी, आइएलपिआर रिसर्च टिम, सबैलाई म सम्झन चाहन्छु। अहिले भोट अफ थ्याङ्क्समा अझै विस्तृतमा बलराम सरले केही भन्नु होला। र अन्तिम स्लाइड हो यो। र यहाँ म के भन्न चाहन्छु भने हामी सबैजना मिलेर नेपालमा यदि कुनै ल्याङ्ग्वेज डिभाइड छ भने र त्यो ल्याङ्ग्वेज डिभाइडको कारणले अथवा त्यो ल्याङ्ग्वेजको डिजिटल फुटप्रिन्टहरू नभएकै कारणले यदि टेक्नोलोजीमा कुनै भाषाहरू विमुख छन् भने, बाहिर छन् भने त्यसलाई ल्याउने, त्यसलाई त्यो डिजिटल मेन स्ट्रिममा त्यो फेसिलिटिजहरू दिने, त्यो सबै महान अभियानमा हामी सबै सँगै हामी अगाडि बढ्यौँ भने त्यो सम्भव छ, त गर्न सक्छौँ। ट्राइलिङ्गुअल मसिन सिस्टम रेडी छ। यसमा गाली पनि आवश्यक छ, ताली पनि आवश्यक छ, तपाईँहरूको माया पनि आवश्यक छ, किनकि त्यो गाली, ताली र माया बिना यो अगाडि बढ्न सक्दैन। कर्पस केही हदसम्म तयार भएको छ, कम्युनिटीले आफ्नो कुराहरू राखिसकेका छ त्यो कर्पस माध्यमद्वारा। तपाईँको कन्टिन्युड सपोर्ट भयो भने हामीले प्रत्येक सिटिजनमासम्म चाहिँ हामीले यो टुल मार्फत हामीले आफ्नो कुराहरू राख्न सक्छौँ। र टिएमटी सिस्टमको युआरएल मैले त्यहाँनिर सेयर गरेँ। हामी आइएलपिआरएलको ल्याब
जुन चाहिँ 20+ वर्षदेखि यही ल्याङ्ग्वेज टेक्नोलोजी भाषा प्रविधिमा चाहिँ समावेश छ र त्यसको लिड पिआईमा म भएँ र एउटा स्लाइड सायद यहाँ मैले सायद राख्न छुटाएको हुनसक्छु। गभर्मेन्टबाट एउटा एक्सपेक्टेसन म मौखिकै भनौँला, त्यसमा चाहिँ हाम्रो अलिकति इन्फ्रास्ट्रक्चर वाइज पनि, जुन अघि मैले डेमोमा पनि दुईवटा फाइल टु फाइल ट्रान्सलेसनको कुरा पनि गरेँ, ब्राउजर एक्सटेन्सनको कुरा पनि गरेँ। त्यो डेमो पर्पजमा ठिक छ, तर भोलिको दिनमा चाहिँ 100+ अथवा हजारौँ प्रयोगकर्ताहरूले एकैचोटि रिक्वेस्ट गर्यो भने त्यो हाम्रो सानो जिपियुले त्यो इन्फ्रास्ट्रक्चरले त्यो धान्दैन। त्यसमा पनि हामीलाई सहयोग चाहिने हुन्छ र भोलिको दिनमा अन्य भाषामा एक्सटेन्सन गर्ने भनेको छौँ, अन्य लिपिमा जाने भनेको छौँ, त्यसमा पनि गभर्मेन्टको हामीलाई सपोर्ट चाहिन्छ। र अर्को कुरा, हामीले सफ्टवेयर मात्रै बनाएर हुँदैन, गभर्मेन्टले भोलिको दिनमा हामीलाई नीतिगत रूपमै पनि यस्तो किसिमको मतलब लोकलाइज सोल्युसनहरू, यस्तो किसिमको भाषा प्रविधि नेपालमै बन्न सक्षम छ, हामी नेपालमै बनाउन सक्षम छौँ भन्ने हिसाबले त्यसलाई पनि अलिकति तपाईँहरूले टेवा र भरोसा दिनुभएको खण्डमा डेफिनेटली हामीले एउटा गभर्मेन्टको जुन चाहिँ मिसन छ, एउटा चाहिँ नो ल्याङ्ग्वेजेस लेफ्ट बिहाइन्ड भन्ने जुन चाहिँ मेटा एआईले जुन एउटा चाहिँ नारा लिएको छ, त्यो कुरालाई नेपालकै सन्दर्भमा पनि हामीले साकार पार्न सक्छौँ। हस्, धन्यवाद, नमस्कार।